सबैका लागि नेपाली सर्ट स्टोरी च्यानल कृपया भिडियोलाई लाइक शेयर अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। जादु माछा। सुनौलो घामका किरणहरू विशाल फेवातालको सतहमा झल्किरहेका थिए। पानीको चिसो स्पर्शले मनलाई आनन्द दिने खालको शान्ति छाएको थियो। पोखरीको किनारमा एउटा सानो गाउँ थियो जहाँ मानिसहरू सरल जीवन बिताउँथे। त्यही गाउँको एक बालक अर्जुन सधैँ फेवातालमा माछा मार्ने सपना देख्थ्यो। अर्जुनको बुवा गम्भीर माछा मार्न खप्पिस थिए। उनले बाल्यकालदेखि नै आफ्नो छोरालाई ताल, माछा र पानीसँग जोडिएका अनगिन्ती कथा सुनाउँथे। अर्जुनलाई सधैँ लाग्थ्यो कि कुनै न कुनै दिन उसले असाधारण माछा समात्नेछ। एक साँझ अर्जुनले सुनेको थियो कि फेवातालमा एउटा जादु माछा छ। त्यो माछा जसले पक्रन्छ उसको जीवन सधैँ बदलिन्छ। कसैले भन्थे त्यो माछाले मनको इच्छा पूरा गर्छ। कसैले भनेका थिए जसले उसलाई समाउँछ ऊ हराएर जान्छ। अर्जुनका साथीहरूलाई यो कुरा अफवाह मात्र लाग्थ्यो, तर अर्जुनलाई चाहिँ विश्वास लाग्यो। ऊ प्रत्येक दिन तालको छेउमा जान थाल्यो, आफ्नै तरिकाले माछा मार्न प्रयास गर्दै। उसको मनमा एउटै कुरा खेलिरहन्थ्यो, के यदि म त्यो माछा पक्रन सके भने। एक रात जुन समय ताल एकदमै शान्त थियो, अर्जुन आफैले बनाएको डुङ्गामा तालको गहिराईमा पुग्यो। उसले जाल फ्याँक्यो अनि धैर्य साथ पर्ख्यो। एक्कासी पानी हल्लियो। अर्जुनको हातमा असाधारण तागत महसुस भयो। केही बेरपछि उसले एक ठूलो माछा तानेको देख्यो। त्यो माछा अरू माछाहरूभन्दा फरक थियो। यसको शरीर सुनौलो थियो, आँखाहरू गाढा नीलो अनि त्यसबाट हल्का ज्योति निस्किरहेको थियो। माछाले अर्जुनलाई हेर्यो र बोलेर भन्यो, मलाई छोडिदेऊ, म तिमीलाई केही विशेष दिन्छु। अर्जुन अचम्ममा पर्यो। ऊ स्तब्ध भयो किनकि माछाले मानिसै बोलिरहेको थियो। अर्जुनले डराउँदै सोध्यो, तिमी को हौ? माछाले भन्यो, म जादु माछा हुँ। जसले मलाई समाउँछ उसको जीवन बदलिन्छ। तर यदि तिमीले मलाई छोड्यौ भने म तिमीलाई एक इच्छा पूरा गर्ने वरदान दिन्छु। अर्जुनलाई थाहा थिएन के गरौँ। उसले आफ्नो बाल्यकालभरि यस्तो क्षणको कल्पना गरेको थिएन। अब ऊ के माग्ने? धन, बुद्धि, साहस? ऊ अलमल्ल पर्यो। तर अन्ततः उसले सोध्यो, म चाहन्छु मेरो गाउँ सधैँ खुसी रहोस्, यहाँ कोही पनि गरिब नहोस्, यहाँ केही चिजको अभाव नहोस्। माछाले मुस्कुराउँदै भन्यो, तिम्रो इच्छा पूरा हुनेछ, अनि माछा पानीमा बिलायो। भोलिपल्ट बिहान अर्जुनको गाउँमा अचम्मको परिवर्तन आयो। सबै खेतहरू हरियाली भए, माछाहरूको संख्या बढ्यो अनि गाउँका सबै मानिसहरू खुसी देखिन थाले। अर्जुन खुसी थियो। ऊ सधैँ सोच्थ्यो, यदि उसले स्वार्थी भएर आफ्नो लागि केही मागेको भए सायद परिणाम फरक हुन्थ्यो। तर उसले आफ्ना गाउँलेहरूको खुसी मागेको थियो र त्यो उसलाई शान्ति मिलेको थियो। त्यसपछि अर्जुन कहिल्यै त्यो जादु माछालाई फेरि देखेन। तर उसले आफ्नो जीवनभरि सिकेको पाठ कहिल्यै बिर्सिएन, साँचो शक्ति लोभमा होइन, सद्भावनामा हुन्छ। तपाईलाई आजको कथा कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला।